कहिल्यै जिब्रोले साथ नदिने शेरबहादुर देउवाको हिजो चाहिँ राम्रैसँगले जिब्रोले साथ दिएको छ। एउटा कार्यक्रममा उनले स्पष्ट र छर्लङ्ग हुने गरी र सबै जनताले बुझ्ने गरी एउटा शब्द उच्चारण गरेका छन्। त्यो शब्द हो म हिन्दू हो, म हिन्दू हिन्दू म हिन्दू हो भनेर 10 देखि 15 चोटि उच्चारण गरेका छन्। अब यो अचानक 35-40 वर्षमा उच्चारण नगरेको चिज आज अचानक के बाध्यता आइपर्यो र म हिन्दू हो भन्न भ्याए शेरबहादुर देउवाले। अब यसको थोरै चर्चा गरौँ। नेपालमा हिन्दूको जनसङ्ख्या एकदमै धेरै छ। यदि हिन्दूले मात्रै भोट दिने हो भने पनि 2/3 ल्याउनका लागि कसैले रोक्न सक्दैन। अनि आउँदै गरेको स्थानीय चुनावमा शक्ति प्रदर्शन गर्न र धर्ममा राजनीति गरेर यो अन्तिम हतियार प्रयोग गरेर चुनाव जित्नका लागि प्रयोग गरिने यो राजनीतिक खेल हो यिनीहरूको। अब जेनजी आन्दोलनमा एउटा डोज त मजाले भेटिसकेका थिए। अब 3 टाउके भेला भएर चाहिँ अब फेरि अर्को डोजको लागि चाहिँ तयार हुँदैछन् भनेर भन्दैछन् जनताहरू। मैले भनेको होइन। तपाईँहरू के भन्नुहुन्छ? साँच्चै हो अर्को डोज भेट्न आँट्या हुन् त यी 3 टाउकेहरूले? एउटा मूर्ख, एउटा पटमूर्ख, एउटा महामूर्ख। अब यी 3 टाउके मध्ये को कसलाई कुन कुन दर्जा दिन चाहनुहुन्छ कृपया म्यासेजमा लेख्नुहोला।